कसरी इम्प्रुभ गर्न सकिन्छ, कुन एरियामा इम्प्रुभ गर्न सकिन्छ, किनभने कोही पनि पर्फेक्ट हुँदैन होइन। सो आई थिङ्क सबैजनाले आफ्नो साइडबाट भनौँ त्यो मिहिनेत गरिराख्नु भएको छ र भनौँ लास्ट इयर त्यो सानो कुराले अलिकति भनौँ त्यो हामी रङ साइडमा भनौँ पुग्यौँ होइन। सो आई थिङ्क सबैजनाले आफ्नो साइडबाट मिहिनेत गरिराख्नु भएको छ र बिलिभ छ आउने यो वर्ष चाहिँ राम्रो हुन्छ भनेर। खालले एउटा क्याप्टेन पाउनु भएको छ मध्य प्रदेशको यो पिएम कपलाई लिएर। यो समग्र अरू 6 प्रदेश र 3 विभागीय टिमको अवस्था यो एकदम च्यालेन्जिङ हो हाम्रो लागि। यस्तो एक्सपिरियन्स पहिला हामीले गरेको छैन। अब ट्राभलिङ गरेर गेमहरू यस्तो चाहिँ अब हाम्रो जो डोमेस्टिकमा चाहिँ यस्तो हामीले खेलेको थिएन पहिला, अनि यस्तो पाएको पनि थिएन। तर यो च्यालेन्जिङ चाहिँ कन्डिसन छ। 3टै भेन्यू डिफ्रेन्ट च्यालेन्जेसहरू छ र यस्तो च्यालेन्जहरू भएको राम्रो हो। यो प्रिपरेसन नेसनल टिमको लागि प्रिपरेसन गर्नको लागि एकदमै राम्रो हो र यो इन्डिभिजुअल पनि कुरा गर्दाखेरि एउटा प्लेयरको ग्रोथको लागि भनौँ त्यो सिचुएसनलाई डिफ्रेन्ट किसिमको सिचुएसनमा गएर एडप्ट गर्नलाई यस्तो डिफ्रेन्ट किसिमको भेन्यूमा खेल्दा चाहिँ राम्रो हुन्छ। अब अहिले भन्ने एकदम गाह्रो छैन भोलिको विकेट कस्तो हुन्छ भनेर। तर अब प्लानिङ त भन्नु भएन, अनिल दाइ यहीँ हुनुहुन्छ फेरि। सो प्लानिङ भन्दाखेरि आई थिङ्क एनिथिङ 220 भन्दा माथि भयो भने यो विकेटमा त्यो राम्रो हुन्छ। यसो अब हेर्दाखेरि सबै टिमहरू राम्रो छ होइन। तर अब कहीँ न कहीँ चारैतिरबाट ठाउँ हुन्छ कि इम्प्रुभमेन्ट गर्नको लागि। अनि त्यो चाहिँ अब सबै टिममा हुन्छ। यो हाम्रो प्रदेशको टिममा मात्रै होइन, विभाग टिममा पनि हुन्छ। अनि ओभरअल हेर्दाखेरि अब हाम्रो टिम पनि अलि ब्यालेन्स छ होइन। पहिलाको भन्दा पनि अझ लास्ट पिएम कप हाम्रो राम्रो भएको थियो पुरै टिमको कुरा गर्दाखेरि। योपालि लास्ट इयर भन्दा पनि राम्रो ब्यालेन्स टिम भएको छ हाम्रो। अनि अब होपफुली हामी अब भनौँ न अब धेरै कुरा रोहितले भनेको जस्तो धेरै कुराहरू रिजल्टमा गएर रिजल्टले गर्दा म्याटर गर्छ धेरै कुराहरू। अनि त्यसले गर्दा अब हामी त्यस्तै समाजमा छौँ जहाँ रिजल्ट ओरिएन्टेड कुरा नै हुन्छ। रिजल्ट आएन भने फेरि कुराहरू निस्किन थाल्छन्। अनि त्यसले गर्दा हामी चाहिँ अब भनौँ न तयारी राम्रो गरेर आएको छौँ। र मेरो कुरा गर्दाखेरि चाहिँ अब मेरो लास्ट टाइम लास्ट पिएम कपदेखि नै मेरो कमब्याक भएको र त्यही भएर मेरो लागि यो पिएम कप एकदमै ठुलो इम्पोर्टेन्ट टुर्नामेन्ट हो। र यो पिएम कप पनि फुल्ली मेरो तर्फबाट म आफ्नो बेस्ट दिन्छु र फुल्ली राम्रो धेरैभन्दा धेरै नम्बरमा आएर हामीलाई सपोर्ट गरिदिनु होला। 2टै टिमलाई सपोर्ट गरिदिनु होला। हामी खेल्छौँ, हाम्रो काम हो, हामी खेल्ने काम हो। तर अब क्राउडबाट पनि एउटा फ्यान्सहरूबाट पनि सपोर्ट चाहिन्छ। र यहाँ फर्स्ट टाइम प्राइम मिनिस्टर कप भइरहेछ र हामी चाहिँ क्राउड एक्सपेक्ट गरिरहेछौँ कि भोलि एटलिस्ट केही नभए नि अब अलिकति बाहिरबाट पनि अलिक स्वर होस्, हो हल्ला होस् अनि रमाइलो हुन्छ। आई थिङ्क योभन्दा अगाडि चाहिँ अब अनिललाई आउनुभएको थियो। अब चाहिँ मेबी कोही नयाँ यङ्स्टर आउँछ जस्तो लाग्छ मलाई होइन। किनभने लास्ट इयर ओडिआई सोचे जस्तो भएको थिएन हाम्रो र त्यसको लागि पनि भनौँ त्यो कम्पिटिसन एकदम जरुरी छ जस्तो लाग्छ। किनभने अब भनौँ न कोही पनि यङ्स्टर अथवा कोही पनि राम्रो प्लेयरले पर्फर्म गर्यो भने चाहिँ अभियसली जो पनि भनौँ न सिनियर सेटअपमा छ उहाँहरूलाई भनौँ न अलिकति च्यालेन्ज पनि हुन्छ होइन। किनभने तलबाट पनि पुस आइरहेको छ। सो आई थिङ्क त्यो कम्पिटिसन एकदमै भनौँ जरुरी पनि छ र हेल्दी पनि हुन्छ जस्तो लाग्छ मलाई। र ओभरअल एट द एन्ड भनेको नेपालले जित्नु पऱ्यो होइन। सो त्यसको लागि आई थिङ्क एकदमै इम्पोर्टेन्ट टुर्नामेन्ट हो। अहिले नेसनल टिममा तपाईँ भनौँ न यहाँ खेलिरहेछौँ हामी पिएफमा जस्तो लाग्छ मलाई। फर्स्ट हो होइन पिएम कपको। सो आई थिङ्क आएर सपोर्ट गरिदिनु होला। राम्रो प्लेयर्सहरू आउनु भएको छ होइन भनौँ न यो स्टेडियममा। सो आई थिङ्क हजुरहरूले पनि एकदम राम्रो गेम भोलि हेर्नुहुन्छ। सो आएर सपोर्ट गर्नु त्यति मात्र। सो अब यो के अरे हामी क्रिकेट खेलेर बाहिर अब चिनाएको छौँ, मन चाहिँ जितेको छौँ धेरै। गेम पनि जित्ने कोसिस गर्छौँ। जे होस् यो पिएम कपबाट नेक्स्ट जब नेसनल टिमको क्याम्प लाग्छ अब बेस्ट प्लेयरहरू आउँछन् होला। यस्तै गेमहरूबाट आउने नेसनल टिममा पनि। अनि होपफुली अब राम्रो प्लेयरहरू आइरहेछन्। जस्तो अब किरण भाइले त्यो अस्ति 100 हानेको छ। यस्तो ट्यालेन्टहरू आयो भने त्यो नेसनल टिममा पनि राम्रो हुन्छ। हेल्दी इन्भाइरोमेन्ट हुन्छ, एउटा हेल्दी किसिमको कम्पिटिसन हुन्छ। अनि त्यसले गर्दा चाहिँ अब भनौँ न यो पिएम कप इम्पोर्टेन्ट छ नेसनल टिमको लागि। अब लास्ट इयर चाहिँ भनौँ मधेसले एकदम राम्रो खेल्यो त हाम्रो अगेन्स्टमा। सो आई थिङ्क त्यो